नमस्कार सम्पूर्णमा देश विदेशमा रहनुहुने बुबा मुवा दाजुभाइ दिदीबहिनीहरूमा आज वैशाख 1 गते 2083 सालको नयाँ सालको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। म पदम राणा तानसेन पाल्पाबाट हजुरहरूलाई चाहिँ आजको नयाँ वर्षको भिडियो प्रस्तुत गर्न गइरहेको छु। यो भिडियोको लास्टसम्म रहनुहोला। आशा छ तपाईँहरूलाई पक्कै पनि रमाइलो हुनेछ। आज चाहिँ म हजुरहरूलाई यो हाम्रो पाल्पाको भाइरल सिडीबाट बिस्तारै माथि गएर त्यो देख्न सक्नुहुन्छ पारी, त्यो चाहिँ हाम्रो भाइरल सिडी हो। पाल्पा तानसेन श्रीनगरको देख्न सक्नुहुन्छ भिडियोमा। यो बाटोको आज हामी चाहिँ पैदल यात्रा गरेर माथि पुगेर आज नयाँ वर्ष कसरी सेलिब्रेट गर्दैछौँ यो म चाहिँ हजुरलाई भिडियोमा देखाउने छु। अब चाहिँ हामी यहाँबाट यो भाइरल स्टेप्स यहाँबाट सुरु गरेको जिरोबाट हामी माथिसम्म टपसम्म पुग्छौँ। जोस् यहाँको यो चाहिँ भाइरल स्टेप्स यो चाहिँ तपाईँको मिसन हस्पिटलदेखि सुरु भएर चाहिँ माथि बुद्ध विहारमा ठ्याक्क निस्किन पुग्छ। जहाँनिरबाट चाहिँ तपाईँको रमणीय ठाउँ श्रीनगर भनेपछि चाहिँ प्रकृतिको सुन्दर ठाउँ, जहाँ चाहिँ पिकनिक स्पट होइन, आज रमाइलो नयाँ वर्षको चाहिँ सेलिब्रेट गर्ने हरियाली सुन्दर शान्त वातावरणमा चाहिँ रमाइलो गर्ने ठाउँ। आजको यो भिडियो चाहिँ पक्कै पनि अरू भिडियोहरूभन्दा रमाइलो हुनेछ भन्ने आशा लिएको छु र अलिकति हार्डवर्किङ पनि गर्दैछु, किनभने उकालोमा निस्किएर चाहिँ यसरी बोलेर हिँड्नलाई चाहिँ सास चाहिँ फुल्यो। हिँड्न त बिहानको समयमा हिँडेकै हो हल्का फुल्का, तर चाहिँ जे होस् उकालो हिँड्नलाई चाहिँ अलिक गाह्रै छ, किनभने बिहान खाना खाँदा चाहिँ अलिक बेसी पनि खाइयो। आज हाम्रो माइला बाबु सुनिल आले बाबुले चाहिँ माइला सालोले चाहिँ खानाको परिकार पनि विभिन्न परिकार बिरयानी टाइपको हुन्छ नि, मस्त बनाउनु भएको थियो। त्यसले गर्दा चाहिँ टन्न खाएर बोल्न नसकेको र हिँड्नलाई चाहिँ अलिकति अरू दिनको तुलनामा चाहिँ हल्का सकस भएको जस्तो पनि हो, नढाटेर भन्नुपर्दा। अब चाहिँ हल्का सेल्टरमा गएर एकछिन चाहिँ सास लिनुपर्ने छ, किनभने उकालोमा यति सास फुलेको छ कि बोल्न पनि एकदम गाह्रो भइरहेको छ। त्यसमाथि पनि हावाले चाहिँ टोपी लगाएको भए जस्तो टोपी चाहिँ उडाइदिने कि जस्तो थियो। ह्याप्पी न्यू इयर बाबु, ह्याप्पी न्यू इयर। ओहो, भातगाउँले टोपी हो क्या हो? भातगाउँले टोपी जस्तो छ नि त। वातावरण चाहिँ अरू दिनको भन्दा वातावरण त फरक होइन, उस्तै नै हो वातावरण, तर आजको फिलिङ्स जुन सोचाइ जुन मनको एक्साइटेड हुन्छ नि, त्यो चाहिँ अलिकति फरक नै छ। यसो चकचक गर्न पाइन्छ है, चकचक गर्न पाइँदैन, मजाले बस्नु पर्यो, स्ट्यान्डर्ड भएर बस्नु पर्यो। आजको नयाँ वर्ष यानि कि वैशाख 1 गते 2083 साल
आज चाहिँ नयाँ वर्षको पाल्पामा भइरहेको रौनकता म हजुरहरूलाई भिडियो मार्फत जस्ताको तस्तै प्रस्तुत गरेर देखाइरहेको छु। हेर्न सक्नुहुन्छ भिडियोमा। र आजको भिडियो चाहिँ केही फरक केही सान्दर्भिक हुनेवाला छ। हामी चाहिँ यति बेला पाल्पाको यो श्रीनगरतर्फ जाँदै गर्ने एउटा चाहिँ सिँढी, जसलाई चाहिँ भाइरल सिँढी भनेर जुन चाहिँ टिकटकमा चाहिँ प्रशस्त देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँ चाहिँ धेरै जसो टिकटकर दाजुभाइ दिदीबहिनीहरूले चाहिँ नाच्ने होइन विभिन्न किसिमको टिकटकका कार्यक्रमहरू सो गर्दै आउनुभएको छ। देख्नुभएको होला, सब पक्कै पनि देख्नुभएकै होला। आज मैले चाहिँ अलिक अस्तिदेखि आएर भिडियो सुट गरौँ भनेर चाहिँ सोचिरहेको थिएँ यो भिडियोको उसमा चाहिँ यो लोकेसनको बारेमा। तर आज चाहिँ कस्तो भन्दाखेरि चाहिँ अलिकति आज नयाँ वर्ष होइन, नयाँ वर्षको भिडियो ल्याउँदाखेरि चाहिँ अलिकति केही फरक लोकेसनको चाहिँ लिएर भनेर चाहिँ आज म यो हजुरलाई यो नयाँ सिडीको बारेमा देखाउन गइरहेको छु। अन्तिमसम्म रहनु होला र हामी माथि पिकनिक स्पटसम्म जान्छौँ। आज चाहिँ त्यहाँ नाच्ने गाउने विभिन्न किसिमको प्रोग्रामहरू जस्ता तस्तै देखाउने छु। Writing in the margins of my mind all day, sipping herbal in the morning just to feel okay. Had a dream I was water just flowing through space till I landed on. त्यहाँ हाम्रो कान्छा पनि आउनु भएको रहेछ नि। होइन एकैछिन पर्खनुहोस्। अब 2083 सालको हार्दिक मङ्गलमय शुभकामना सबैलाई। 83 सालमा सबैको उन्नति प्रगति होस् भन्न चाहन्छु। हजुर साँझ चाहिँ युट्युबमा हेर्न पाइन्छ, हेरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। एकदम गरिब छु, सानो च्यानल छ। च्यानलको नाम चाहिँ पदम राणा 9546 छ। यसो सब्सक्राइब गरिदिनु होला। दुःख सुख बनाइरहेको छु उकाली ओह्राली। फन्नी भिडियो पार्टनर चाहिँ अब फन्नी भिडियोको पार्टनर चाहिँ उनी हो के अरे। अब यसो हेर्नु होला कहिले काहीँ चाहिँ। सके अङ्कलभन्दा ठुलो नभए चाहिँ अङ्कल जतिकै चाहिँ हुनै पर्यो। एटलिस्ट यताबाट आयो आज त भिडभाड जाम हुन्छ। रानी बनमा कति जाम छ? एक दुईवटा चुटकिला बुटकिला बनाएर सुनाउ त ल। चुटकिला त आउनु धेरै मान्छे आउँदैन है? ल ठिक छ। ल हेर कति हो उफ्रिने। अहिले हेरौँ न, फोटो हेरौँ न। सब्सक्राइब त गर्नै ट्याक्कै 950 पुग्नुभयो। अब कुन दिन 1000 पुग्ने जस्तो भइसक्यो। त्यही भएर लागि परिरहेको छु। कृष्ण साललाई पनि बोल्न लगाएँ, शुभकामना भन्न लगाएँ नयाँ सालको। हुन्छ कि 2-4 जना बढ्छन् कि भन्ने जस्तो पनि लाग्छ। सालको संसारभरि छरिएर बस्नुभएका बुवा मुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई म पदम राणाको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना, सबैको उन्नति होस् प्रगति होस् भन्दै शुभकामना दिन चाहन्छु। र यो च्यानल चाहिँ अलिक गरिब अलिक सानो च्यानल भएको हुनाले चाहिँ सबले सब्सक्राइब पनि गरिदिनु होला, किनभने माया गरिदिनु होला। 1000 त एटलिस्ट पुर्याउनु पर्यो नि। 1000 पनि पुगेर भने त लाजकै मर्नुहुन्छ। त्यसले गर्दा चाहिँ एटलिस्ट 1000 चाहिँ पुर्याइदिनु होला। धन्यवाद, नमस्कार, थ्याङ्क यू सो मच। Don't look at the past, no, we're not going that way. Oh, now make it last.
like it last to the break of day. No matter what people say, live life in a fast lane. Double shot for the gifted, triple shot for the pain. There you go, drink it up, all this love in a cup. Yeah, we go slow. We जस उकालो बाटोमा चाहिँ रमाइलो भइरहेको छ उकालोमा स्वास फफा भए पनि धेरैको भिडभाड हैन धेरैको रमाइलो गर्दाखेरि चाहिँ हिँडेको जस्तो थकान महसुस भएको चाहिँ अलि भएको छैन हुन त हल्का नढाटेर भन्ने हो भने हल्का पसिना त आएकै हो तर पनि हिँडिरहेको छ उकालोमा यता हेर्नुस् न हौ सब्स्क्राइब गरिदिनु पर्छ भनेर उता फर्केको आइ हाय लगाइएकै छ क्या लिएर सामान परेको छ स्थिति यस्तै छ के गर्नु ढाल्नु लागेको ढाल्नु लागेको भयो Happy New Year! नमस्ते झोरले नयाँ वर्षको धेरै धेरै शुभकामना छ हजुरको सम्पूर्ण परिवारलाई थ्याङ्क यू सो मच थ्याङ्क यू यो हजुरको व्यवस्थापन समितिलाई चाहिँ हामी उकालो बाटो भएर आयौँ हैन उकालो बाटो भएर आउँदाखेरि चाहिँ हजुरले सिँगार पटार धेरै राम्रो काम गर्नुभएको रहेछ स्पेसल्ली उहाँ अध्यक्षज्यूलाई चाहिँ म व्यक्तिगत र हाम्रो संस्थागत दुवैतर्फबाट हजुरहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु एउटा आफू पालपाली भएको हिसाबले पनि र यहीँको स्थानीय बासिन्दा हैन व्यावसायिक हामी चाहिँ अब हातेमालो गरेर भनौँ हैन कसरी हुन्छ अब चाहिँ नि यो श्रीनगरलाई अझ सुन्दर अझ रौनकता चाहिँ बढ्दै जाओस् राम्रो हुँदै जाओस् भविष्यमा हैन अब तपाईँहरूलाई पनि अब यसरी दिनरात भनेर खटिनु भएको छ हजुरहरूलाई चाहिँ सलाम भन्न चाहन्छु र हजुर सबै टिमलाई मेरो भनिहालेँ आफ्नो व्यक्तिगत तर्फबाट र संस्थागत तर्फबाट हजुरहरूलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना धन्यवाद हाम्रो एकीकृत श्रीनगर सामुदायिक वनको तर्फबाट पनि हजुरहरूको सम्पूर्ण परिवारलाई 2063 को 83 को धेरै धेरै शुभकामना छ हस् धन्यवाद बाई बाई ल बाई बाई बल्ल तल्ल अब चाहिँ हामी श्रीनगरको ट्याक्क माथि आइपुग्यो जसोतसो सकी नसकी अब चाहिँ भिडियोको रौनकता चाहिँ अब देखिने छ अब चाहिँ रमाइलो नाचगानको प्रस्तुतिहरू अब मौका मिल्यो भने अब आफै पनि नाच्ने हो भन्ने पनि लागिरहेको छ रहनु होला भिडियोको अन्तिमसम्म
भेट भइसक्यो त कहाँ होला भनेको त कहाँ होला भनेर बसेको त यहाँ छ त्यो मान्छेहरू त आजको युट्युब चाहिँ गजब हुने भयो युट्युब च्यानल चाहिँ नाइस हुने भयो भेरी नाइस ह्याप्पी न्यु इयर भन्नु त बहिनी नयाँ वर्षको शुभकामना भन्नु जाने अहिले सानो बिहानै जाने यिनी अहिले जाने अब घर ल हस् हुन्छ ल हस् ल नमस्कार हाम्रो यो पाल्पाको एकदमै भाइरल परिकार छ काटी रोल है ल है हामी हस् हुन्छ ल पाल्पामा बसपार्कमा छ हाम्रो ठाउँ हस् हुन्छ ल हस् धन्यवाद हवस् त आजको यो हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुहुने सम्पूर्णलाई फेरि पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु नयाँ सालको जो जहाँ हुनुहुन्छ संसारभरि छरिएर बस्नुहुने दाजुभाइ दिदीबहिनीहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु र आजको यो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुभएकोमा हजुरहरू सबैलाई हृदयदेखि नै नमन गर्न चाहन्छु फेरि अर्को भिडियो नयाँ लोकेसन नयाँ टपिकको साथमा चाहिँ भेट हुने बाचा गर्दै यो भिडियोबाट बिदा हुन चाहन्छु हस् त धेरै धेरै धन्यवाद नमस्कार